मैले पहिले नै भनेको थिएँ, एमाले काङ्ग्रेस माओवादीहरूलाई ब्यान गर्नुपर्छ र यिनीहरूलाई राजनीतिक अधिकारबाट वञ्चित गर्नुपर्छ। किनकि यिनीहरू यस्तो फोहोर भइसके, यदि यिनीहरूलाई कसैले आफूसँग लिएर जाने हो भने तिनीहरूलाई पनि सङ्क्रमित बनाउँछन्। त्यही भएर पनि यिनीहरूलाई थुपार्न जरुरी छ। सन्दर्भ हो जेन्जी आन्दोलन भयो, यत्रो विध्वंस मचियो, त्यो विध्वंस मचिँदै गर्दा एकपटक आफ्नो नेतालाई कारबाही त पर कुकुरा हो, छानबिनको दायरामा आउनुपर्छ भन्न नसक्ने यी झोलेहरू संसद पुनर्स्थापना गर्नको लागि जनदबाव सिर्जना गर्ने रे। अनि हामीले पत्याइदिनु पर्ने एउटा कुरा याद गर्नु होला, नेपाली जनता त्यति आटा पनि छैन जो तिमीहरूले जे भने त्यो पत्याइदिने। हाम्रो माग यति त हो, यदि एमाले काङ्ग्रेस माओवादीहरू रिसाइकल भएर आउँछन् र जुन परिस्थिति सिर्जना भयो त्यो परिस्थितिको जिम्मा लिनुहोस् र पुनर्स्थापना भएर आउनुहोस् भन्ने त हो। तर तपाईहरू आफू एकपटक पनि समीक्षा गर्न नचाहने, अझ अरूलाई आरोप लगाएर आफ्ना दोषहरू करतुतहरू लुकाउने कोसिस गर्दै हुनुहुन्छ, जो हामी नेपाली जनताहरूले चाहेकै होइनौँ। हिजोसम्म मैले भनिरहेको थिएँ एमाले काङ्ग्रेस माओवादीहरूलाई केही समयको लागि ब्यान गर्नुपर्छ, तर आज म भन्दैछु यिनीहरूलाई सधैँको लागि ब्यान गर्नुपर्छ र आतंकवादी घोषित गर्नुपर्छ।